ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नु भएको हो। अब यो सरकार हाउमा भन्न मिल्छ त? हामीले बरु मिल्ला अलिअलि, केपीजीले त भन्नै मिल्दैन। सुशीलाजीको नाम जेनजीको त्यो डेस्कर्डबाट भोटिङ गरेर धेरैले सुशीलाको पक्षमा, अरू पनि थिए, बालेन आफू तयार नभएपछि सुशीलामा नै त्यही युवाहरूको समर्थन भनेर आएपछि हामीले त्यति बेला डक्ट्रिन अफ नेसेसिटीको खुब चर्चा गरियो। त्यहाँ डक्ट्रिन अफ नेसेसिटी भयो। राष्ट्रपतिले धारा 61-62 जे प्रावधान छ त्यो प्रावधानलाई टेकेर आवश्यकताको सिद्धान्तका आधारमा चाहिँ सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति, त्यो केपी ओली जो चाहिँ सेनाले हेडक्वार्टरमा हालेर हेटौँडा वा कता पुर्याएको भए पनि उहाँ नै काम चलाउ प्रधानमन्त्री हुनुहुन्थ्यो। फेरि त्यो प्रधानमन्त्रीको सिफारिस चाहिन्थ्यो। राष्ट्रपतिजीले प्रधानमन्त्रीलाई भेटेर सिफारिस ल्याइसक्नु भएको रहेछ। मलाई हिजो मैले केपीजीको भाषण सुने, उहाँले बडो चाहिँ आक्रामक ढङ्गले प्रस्तुत हुनुभयो। तर हामीलाई त्यति बेला जे कागज देखाइयो, प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्ति गर्ने त उहाँले दिनुभएको थियो त। अनि अहिले यो पनि मान्दिनँ त्यो पनि मान्दिनँ भन्नुको तुक हुन्छ र राजनीतिमा चाहिँ न्यूनतम रूपले पनि नैतिकता के हो भने प्रधानमन्त्री त्यति बेला केपी ओली नै हुनुहुन्थ्यो। केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नु भएको हो। अब यो सरकार हाउमा भन्न मिल्छ त? हामीले बरु मिल्ला अलिअलि, केपीजीले त भन्नै मिल्दैन। उहाँ नै सिफारिस गर्दा हो।